ठुलीपाथिभरामा रहेको पौपाथिभरा कान्छीथान भनेर पनि चिनिन्छ। तपाईहरु पाथिभरा आउँदाखेरि सबैभन्दा सुरुमा यहाँनेर आएर पूजा गरेर सुरुमै हाम्रो गणेशजी हुनुहुन्छ, गणेशजीको पूजा गर्ने नेपालैतिर सबै पूजा गर्ने धेरैवटा मूर्तिहरू छ। यहाँ ओडार छ अनि विशाल चट्टान पनि छ। यहाँ विशाल चट्टान मुनि ओडार छ। ओडारदेखि वरिपरि थानहरू छ। यहाँ साँढे विराजमान भएको छ है। धेरै राम्रो छ, पर्यटक स्थल पनि हो र धार्मिक स्थल पनि हो। अनिवार्य एकचोटि आउनै पर्ने ठाउँ हो यो।